हेलो गाइस, तपाईहरु सबैजनालाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ मैले फर्स्ट ब्लग बनाएको। अहिले चाहिँ हामी बजार जाँदैछौँ। बाटोहरू हेर्नु न कस्तो खत्तम छ यहाँनिर। बजार गएको जाँदा जाँदै बाटोमा माछाको त्यो बेच्ने ठाउँ देख्यो, हेर्दै हेर्दै गयौँ हामी। अहिले चाहिँ बजार आइपुग्यो। मैले पछि पछि आउनुहोस् भन्दैछु। पर हम लोग बकरी नहीं खाते, इसलिए हम जा रहे हैं चिकन शॉप और मांग लेते हैं 1.5 किलो चिकन। मासु किनेर चाहिँ हामी रुम पुग्यौँ। रुम पुगेर चाहिँ अब माथि जानु आँटेको। माथि फेरि सिँढी एकदम माथि छ, कस्तो साह्रो पर्छ हिँड्नु पनि। हत्तु हुन्छ उकालो हिँड्दा 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 हिँड्दा, तर पनि हिँड्नै पर्यो। त्यो रुमभित्र त बस्नै पर्यो। मासु बनाउँछु भन्दै गएको नि म पनि। अब चाहिँ म मासुको लागि कटिङ गर्नुको लागि चाहिँ सामानहरू निकाल्दैछु। प्याज लसुनहरू काट्दैछु यहाँनिर। अब काटी काटी गरौँ ल। समझ रहे हो? समझ रहे हो आप? समझ रहे हो ना? मेरो बहिनी चाहिँ जिस्केको हेर न यहाँनिर। फेरि अनुहारमा पो क्यामेरा ल्याउँछ, के भएको है? भिडियो आज बुनु बनाउनु पहिला स्कुल जानुपर्छ भनेर क्या। अब अल्छी लाग्थ्यो नि त जानु। अन्त प्याज पुरा खाएको उयो के भन्छ काखीमा लगाएर क्या ज्वरो आयो भन्थ्यो। मैले मात्रै गरेको थिइनँ है त्यस्तोहरू छ्या। हामी त ज्वरो आयो भनेर पताइहाल्थ्यो होस्टेलमा। सुने चाहिँ मार नि। ए गाइस प्लिज डोन्ट जज होइन। अब मेरो गल्ती होइन, त्यति बेला गल्ती भयो। अब अन्त गाइस आज चाहिँ चिकन बनाउन आँटेको हो। प्याज काटेको 1 घन्टा भइसक्यो है गाइस। यो त मिक्सर मार्छु नि त। दिदी हुनुहुन्छ नि एकजना विनिता राई, खाए ल भन्नुहुन्छ, म काटे ल भन्छु ल। ओके, यसलाई चाहिँ मिक्सर मार्नुपर्छ हो। यो चाहिँ गाइस जोकरको के हो अरे, के हो यो चाहिँ खासमा साँच्ची नै? यो पुस्ने हो कि? पुस्ने पनि स्ट्यान्डर्ड छ त हौ गाइस। सुन अघि काटेको प्याज, मिट मसला मिट मसला यो चाहिँ सबै हाल्नुपर्छ। कस्तो नसकेको धनिया पाउडर अलिकति, भयो दालचिनी, सिनेमन स्टिक, अन्त जिरा पाउडर। यसलाई चाहिँ अब गाइस घर भन्नु होइन। टमाटर त हालेको छैन होइन, टमाटर हाल्दैन। अलिकति पानी, स्विट अन चाम। यो मसला अघि उ गरेको हालेकोहरू मसला है हो। अन्त टमाटर चाहिँ बनाउनु पर्छ, अन्त खानुपर्छ। अब चाहिँ गाइस तेल खराउँदैछौँ। मासु फ्राई गर्नु पनि हाल्यौँ, हल्का फ्राई गर्नुपर्छ। अन्त गाइस तपाईँहरूले यो नसोच्दिनु ल, कराई कालो छ त भनेर। कालो कराईमा पकाएको फेरि एकदम मिठो हुन्छ नि, टेस्टी लाग्छ। त्यही भएर कालो छ कराई। फ्राई गरेर हल्का फ्राई गरेर निकाल्यो मासु। त्यसको बादमा अलिकति तेल थपेर चाहिँ त्यहाँबाट अघि बनाएको मसला हालेर पाक्नु छ। मसला चाहिँ मजाले रातो रातो भएपछि अलिकति माथि आएपछि चाहिँ ठिक्कैको हुन्छ। अहिले चाहिँ मजाले चलाउँदैछौँ। रङ खोर्सानी हालिदिएको अलिकति नै हो, यो त बेसी सोच्नुहुन्छ होला। त यो चाहिँ हाम्रो मासु रेडी भयो। मैले त भिडियो बनाउनु बिर्सेछु कि बिचमा, सरी गाइस त्यसको लागि। मासु चाहिँ मजाले रेडी भयो। अन्तखेरि चाहिँ
गाइस हेर्न चाहिँ आउनुहुँदैछ विरतीको तालमा फूल फुल्यो कमल विरतीको तालमा फूल फुल्यो। अनि त मेरो खानाहरू चाहिँ रेडी भयो अनि म चाहिँ खानु थालेँ मजाले पक्का खानु थालिदिएको भोक पनि लागिरहेको थियो मजाले खाना खाइसकेर चाहिँ भाँडा धोएर किचन छिनिक्क पारेँ ओके गाइज गुड नाइट अब भोलि भेटौँ ल